सबैभन्दा राम्रो मैले देखेको चाहिँ स्टुडेन्ट भिसामा आउनुहोस्। पढ्न जाँगर चल्ने मान्छेलाई त्यो जतिको राम्रो के पनि होइन। स्टुडेन्ट भिसामा आउने मान्छेले चाहिँ 30 आवर्स काम गर्न पनि पाउँछ पर विक, यता पढाइ पनि हुँदै जान्छ। 2 वर्ष कम्प्लिट भएपछि पेपर एप्लाई गर्न पनि मिल्यो सजिलै। अनि युनिभर्सिटीले सबै बेहोर्छ। तपाईँको यो इम्पावरमेन्टको झमेला दुनियाँ बेहोर्नु पर्दैन, आफूले दुनियाँ खोज्नु पर्दैन, चिन्ता लिनु पर्दैन, तपाईँलाई युनिभर्सिटीले बेहोर्छ। त्यस कारणले त्योभन्दा राम्रो अपर्च्युनिटी मैले अरू केही पनि देखेको छैन। यो पढ्न छोडेर 17-18 वर्षकै उमेरदेखि कुन देश जाउँ, कता एजेन्टले कति पैसा भन्छ, कुन देश जाँदा कति पैसा तिर्नुपर्ने हो, यी कुरा मात्रै खोजेर नबस्नुहोस्, पढाइ खोज्नुहोस्। युरोपमा पनि धेरै अपर्च्युनिटी छ पढ्ने मान्छेको लागि। त्यही अनुसारको कामहरू पाउँछन्, त्यही अनुसारको अपर्च्युनिटीहरू हुन्छ। त्यसैले पढाइतिर जोड दिनुहोस्, स्टुडेन्ट भिसामै आउने कोसिस गर्नुहोस्।